नमस्कार सबैजनालाई। मैले चाहिँ अस्ति नै गाउँ जाँदाखेरि चाहिँ यो चिउरी टिपेको थियो। अहिले चाहिँ प्लास्टिकमा राखेर चाहिँ एक हप्तामा पाकेको छ है। त्यही भएर चाहिँ मैले यो चिउरी आज चाहिँ पाकिसक्यो, त्यही भएर मैले चाहिँ यो चिउरी खान लाग्यो है। अब कतिपयलाई त चिउरी भनेको पनि थाहा छैन होला। चिउरी भनेको यस्तो हुन्छ है, पाकेपछि यो यस्तो यस्तो गिलो गिलो हुन्छ है। र यसको चाहिँ भित्र दाना पनि हुन्छ है र धेरै मिठो हुन्छ। यो चाहिँ एकदम भिरमा पाउने फल हो। यो चाहिँ एकदम बहादुरी देखाएर टिप्नुपर्छ, एकदम गाह्रो हुन्छ यो फल टिप्न है। त्यो भएको कारणले गर्दा चाहिँ यो चिउरी फल खानको लागि चाहिँ धेरै दुःख गर्नुपर्छ, किनभने यो एकदम भिरमा फल्ने गर्छ। मैले तपाईँहरूले हिजो अस्ति नै मेरो टिकटकमा देखाएको पनि थिएँ। यो चाहिँ एकदम भिरको टुप्पा टुप्पामा पाइन्छ। टिपेर ल्याएर, काँचो टिपेर ल्याएर चाहिँ बफाएर पकाएर चाहिँ अनि 1-2 हप्तामा पाक्छ। अनि पाकेपछि बल्ल खाने। ल म चाहिँ आज तपाईँहरूलाई यो चिउरी खाएर देखाउँछु। यही हो चिउरी भनेको चाहिँ, यस्तो हुन्छ। र मैले गाउँबाट टिपेर ल्याएको अनि पोखरामा ल्याएर चाहिँ पकाएर चाहिँ मलाई चाहिँ 1 हप्तासम्म राखेर अनि यसको चाहिँ पाकेपछि एकदम स्वादिष्ट हुन्छ। एकदम मिल्की टाइपको हुन्छ है यो है, एकदम मिल्की टाइपको हुन्छ। भित्र चाहिँ यसो एउटा दाना पनि हुन्छ। यसरी युज गर्ने, यस्तो गरेर दाना खालको चाहिँ दाना हुन्छ। यसो चाहिँ खाने र यस्तो हुन्छ। यसको चाहिँ गिदी खाने, भित्रको मिठो हुन्छ है। ल यही हो चिउरी भनेको। थ्याङ्क यू फर वाचिङ। हिट लाइक, सेयर, कमेन्ट। धन्यवाद।